नमस्कार, म आचार्य सुश्री गार्गी भारद्वाज। म आजको भिडियोमा आजको पञ्चाङ्ग र आजको राशिफल लिएर उपस्थित भइसकेकी छु। सुन्नुहोस् है त। आज विषम 2083 साल साउन 20 गते बुधबार, ईस्वी सन् 2086 अगस्त 8 तारिक। नेपाल सम्मत 1146, रौद्र संवत्सर दक्षिणायन, वर्षा ऋतु, श्रीसाके 1948, श्रावण कृष्ण पक्ष, तिथि सप्तमी, बेलुका 5:30 उपरान्त अष्टमी, नक्षत्र अश्विनी, बेलुका 7:19 उपरान्त भरणी नक्षत्र, योग शूल, बेलुकी 4:35 उपरान्त गण्डक, करण भद्रा, बिहान 6:22 उपरान्त बब, बेलुकी 5:30 उपरान्त बालव, आनन्द आदिमा मृत्यु योग छ, चन्द्र राशि मेघ है आजको यो प्रसङ्ग। र काठमाडौँमा सूर्योदय बिहान 5:29 हुनेछ, सूर्यास्त बेलुकी 6:48, दिनमान 23 गते 18 पहला रहेको छ। आजको बार बेला चाहिँ आज 5:29 लाभ बेला छ, बिहान 5:30, बिहान 7:09 अमृत बेला छ, बिहान 7:10 देखि बिहान 8:49 काल बेला छ, र बिहान 8:50 देखि बिहान 10:29 शुभ बेला छ। आजको बिहान 10:30 देखि मध्याह्न 12:09 रोग बेला छ, दिउँसो 12:10 देखि दिउँसो 1:49 उद्वेग बेला छ, दिउँसो 1:50 देखि दिउँसो 3:29 सर बेला छ, दिउँसो 3:30 देखि बेलुकी 5:09 लाभ बेला छ, बेलुकी 5:10 देखि बेलुकी 8:09 उद्वेग बेला छ। राहुकाल चाहिँ दिउँसो 12:08 देखि दिउँसो 1:48 राहुकाल रहनेछ। ब्रह्म मुहुर्त बिहान 3:53 देखि बिहान 4:41 ब्रह्म मुहुर्त रहनेछ। अब आजको राशिफल सुनौँ है त। मेष राशि हुनेहरूको लागि चुचे चोला लिलु लेलो यति अक्षरबाट मेष राशि बन्छ। अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्रपङ्क्तिमा तपाईँको नाम आउनेछ। जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिलाउन सहज हुनेछ। व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरी योग रहेको छ। बैङ्क तथा वित्तीय क्षेत्रको सेयरबाट आम्दानी गर्न सकिनेछ। परिवारको साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ तपाईँ मेष राशि हुनेहरूको लागि। वृष राशि हुनेहरूको लागि इउ एओ बाबी बुबे बो यति अक्षरबाट वृष राशि बन्छ। काम गर्दा विशेष ध्यान दिनुहोला। दण्ड तथा जरिवाना हुने योग रहेको छ। स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन्। पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ र पनि कामको सिलसिलामा लामो दूरीको यात्रा हुने योग रहेको छ। विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूको लागि आजको दिन फलदायी रहनेछ। परिवार र आफन्तका साथ मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ तपाईँ वृष राशि हुनेहरूको लागि। मिथुन राशि हुनेहरूको लागि काकी कुगङ्ग छ के को हा यति अक्षरबाट मिथुन राशि बन्छ। व्यापारमा विशिष्ट व्यक्तिहरूको भेटघाटले लगानी बढाउन सहयोग पुग्नेछ। सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनुपर्ने अवस्था हुनेछ। जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ। प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ। आफन्त तथा परिवारका साथ खानपान तथा मनोरञ्जनमा समय व्यतीत गर्न सकिनेछ तपाईँ मिथुन राशि हुनेहरूको लागि। कर्कट राशि हुनेहरूको लागि हिउ हेहो डाडी डुडे डो यति अक्षरबाट कर्कट राशि बन्नेछ। इच्छा शक्ति बढ्नुको साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन्। समयको सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ। साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बन्नेछन्। प्रतिष्ठा मान सम्मान आदिले पाइने समय छ। नयाँ वस्त्र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। नोकरीमा बढुवा तथा सुगम थानमा थानान्तरणको योग रहेको छ तपाईँ कर्कट राशि हुनेहरूको लागि। सिंह राशि हुनेहरूको लागि मामी मोमे मो टाटी टुटे यति अक्षरबाट सिंह राशि बन्नेछ। अब सिंह राशि हुनेहरूको लागि आजको दिन प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ। व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ। कर्म प्राप्तिको निम्ति लामो दूरीको यात्रा तय हुनेछ। लेखन तथा साहित्यमा बाँकी रहेको कामहरू फत्ते गर्न सकिनेछ। छोटो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रबल सम्भावना
रहेको छ तपाईँ सिंह राशि हुनेहरूको लागि। कन्या राशि हुनेहरूको लागि आजको दिन टोपा पिपु खर्ण ठ पिपो यति अक्षरबाट कन्या राशि बन्छ। स्वास्थ्यमा समस्या आए सुरु गरेको कामहरू सम्पादन गर्न सकिने अवस्था रहेको छैन। सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिन्छन्। गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला। प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ, तर पनि आफन्तसँग भेट भई मिष्टान्न भोजन गर्न पाउँदा मन प्रसन्न हुनेछ तपाईँ कन्या राशि हुनेहरूको लागि आजको दिन। तुला राशि रारी रुरे रो ताती तुते यति अक्षरबाट तुला राशि बन्छ। तुला राशि हुनेहरूको लागि आजको दिन तार्किक क्षमता वृद्धि भएर जानेछ भने बाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ। एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ। माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्गको प्रति आकर्षण बढेर जानेछ। पढाइमा अरूभन्दा एकदम बढी सफलता हात पार्न सकिनेछ तपाईँ तुला राशि हुनेहरूको लागि। वृश्चिक राशि हुनेहरूको लागि नानी नुने नो याई यु यति अक्षरबाट वृश्चिक राशि बन्छ। प्रतिस्पर्धामा तपाईँको नाम अग्रस्थानमा आउनेछ। बिछोड भएका आफन्त तथा मित्रसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ। व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन्। सरकारी कार्यालयमा काम सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्य आम्दानी हुनेछ। प्रेममा नजिक हुने योग रहेको छ। पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ। कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ तपाईँ वृश्चिक राशि हुनेहरूको लागि। धनु राशि हुनेहरूको लागि यो भावी भूध फाडा भे यति अक्षरबाट धनु राशि बन्छ। बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ। वित्तीय क्षेत्र सेयर बजारमा लगानी गरी मनग्य धनार्जन गर्न सकिनेछ। भौतिक सम्पत्ति तथा विलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ। अध्ययन अलि चनाखो हुने हुँदा प्रगति गर्न सकिनेछ। माया प्रेममा सामिप्य बन्ने तथा प्रेम प्रस्ताव आउने। सन्तान आउनेछ। सन्तान र आफन्तको सहयोगले राम्रो काम गर्न सकिनेछ तपाईँ धनु राशि हुनेहरूको लागि। मकर राशि हुनेहरूको लागि भाजी जु जे जो खखी खुखे खो गागी यति अक्षरबाट मकर राशि बन्नेछ। आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धि कामहरू गर्न सकिनेछ। पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ। घर जग्गा तथा सवारी साधन जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिने। राजनीति तथा सामाजिक काममा जनता काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ। सेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भने जस्तो आम्दानी गर्न सकिनेछ तपाईँ मकर राशि हुनेहरूको लागि। कुम्भ राशि हुनेहरूको लागि गे गो सासी सुसे सोदा यति अक्षरबाट कुम्भ राशि बन्छ। साथीभाइको सहयोगले राम्रो सहयोग जुटाउन सकिनेछ। नयाँ काम गरी मनग्य धन आर्जन गर्न सकिनेछ। विशेष गरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ। प्रतिस्पर्धामा तपाईँको नाम अग्रस्थानमा आउनेछ। परिवारजनका आकाङ्क्षा इच्छाहरू पुरा गर्न सकिनेछ। छोटो दूरीको धार्मिक यात्राको पनि योग रहेको छ तपाईँ कुम्भ राशि हुनेहरूको लागि। मीन राशि हुनेहरूको लागि दिदु थ झ देदो चाची यति अक्षरबाट मीन राशि बन्छ। मीन राशि हुनेहरूको लागि पहिले गरेको कामबाट मनग्य आम्दानी हुनेछ। समयको स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ। विद्या तथा प्रतिस्पर्धीहरू हार खानेछन् भने तपाईँको कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। परिवारको साथ रमाइलो वातावरण तथा हाँसखेलमा समय बित्नेछ। पढाइ लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिनेछ तपाईँ मीन राशि हुनेहरूको लागि। राशिफल सबै सुनेर लाभ लिनुहोला। राशिफल सुनेर आजको दिन यति नै। हरे कृष्ण।